भगवान तेरे यस्तै आँखाको कोनामा लगा भनेको कस्तो राम्रो देख्छ हेलो एभ्रिवान आज चाहिँ हामी टाइमलाई युटिलाइज गरौँ भनेर केही नयाँ कुरा सिक्न लागेको छौँ त्यो नयाँ कुरा चाहिँ के हो भन्दा वी आर गोइङ टु लर्न अ मेकअप के हैन सेल्फ मेकअप चाहिँ हामी सिक्छौँ भन्ने लागेको छौँ उसलाई चाहिँ हल्का आउँछ तर मलाई चाहिँ आउँदैन सो सी विल गोना टिच मी क्यान यु स्टप इट सो सी विल गोना टिच मी अनि सी विल अल्सो लर्न या मेरो चाहिँ हल्का फेसमा अलरेडी अलिअलि मेकअप छ सो पहिला चाहिँ म यसलाई क्लिन गर्छु लौ त्यो राम्रो छैन क्या हल्का लगाएको भएर नि त त्यही यो अघि हल्काको मेकअप लगाएको थियो नि त खासै छैन मेरो त ब्लस मात्रै थियो अरू केही पनि थिएन सो यो चाहिँ हाम्रो क्लिन क्लियर स्किन हो त्यस्तो केही पनि छैन छन त मेरो चाहिँ ओठ कस्तो ड्राई भयो क्या अनि पहिला म लिप बाम लाउँछु खै लिप बाम म चाहिँ पहिला ओठमा लिप बाम लाउँछु सुरुमा स्किन केयर गर्नुपर्ने होला हैन सबै प्रोडक्टको सत्यानाश हुने I'm gonna wear primer हैन कति लगाउनु पर्छ चाहिँ लाउने त लाउने कति क्वान्टिटी चिल्लो बन्द त्यति लाउने हो यसले चिल्लो बनाउने हो मेकअप आँखामा लाउनु हुन्छ नि आँखाको तल अब चाहिँ के लाउनुपर्छ मलाई आइडिया छैन मोबाइल हेरेर लाउनु उसले चाहिँ अब मोबाइल हेर्छ अरे युट्युबमा हेर्छ अरे होइन म चाहिँ उसको हेर्छु उसलाई हेर्छु म चाहिँ she will teach me yeah and then I'm ready to learn अब फाउन्डेसनको पालो आयो गाइज अब फाउन्डेसनको कुरा मेरो चाहिँ डिफ्रेन्ट छ कल्स इज मोर वाइट देन मी हो कि नै त्यस्तो यहाँ राखेर लाउनुपर्छ ए मेरो चाहिँ होइन सिक्ने फाउन्डेसन छुट्टै छ अनि नर्मल युजको लागि लगाउने फाउन्डेसन छुट्टै छ त्यही भएर म चाहिँ पहिला यो सक्नलाई योबाट सुरु गर्छु उसको त सिक्ने पनि पुरै एक्सपेन्सिभ प्रोडक्ट हो होइन धनी मान्छे रिच मान्छे इनफ हुन्छ होला यो धेरै भयो क्या अनि खै त्यो ब्रान्ड किन उसले चाहिँ मलाई गाली गर्दैछ भिडियो किन बनाइस् भनेर बट हामी फर्स्ट डे भर्सेस 1 इयर आफ्टर 1 इयर कस्तो हुन्छ भनेर हेरेर राख्नु हुन्छ नि आएर म लाउनु भयो राम्रोसँग मेन मेकअप सिक्ने फुल कभरेज गर्नु सिक्नु पर्यो त्यही त सिकाऊ मलाई अनि मैले यो भिडियो हेरेर सिक्नु भनेको नि स्कुलमा चाहिँ जहिले कुरै मिल्दैन क्या यस्तै झगडा हुन्छ भने म त भूत जस्तो भयो गाइज मलाई त सानो होइन चाहियो मैले त हेरेकै थिइनँ नि त मैले फोनमा हेरेको थिएँ नि त अनि ऐना लग्छ ठुलो ओइ मेरो ब्लेन्ड भएको नि हेर त अब के लगाउने अब कन्सिलर ल्याऊ कन्सिलर अब करेक्टर चाहिँ कहाँ लाउने थाहा छैन कन्सिलर लगाऊ कन्सिलर इज द हेयर कभर हो यो त अरू छैन ल मैले चाहिँ भेटेँ कन्सिलर अब मेरो फेस अनुसार म्याच हुने होला स्किन अनुसार अब चाहिँ म कन्सिलर लगाउँछु ओइ मैले कुन सेड लगाउने हो मेरो स्किन अनुसार लाउने होला है सायद यिनीहरू हाम्रो ठिक्कै लानुपर्छ क्या अनि एउटै ब्रसले ल म चाहिँ यो वाला लगाउन गइरहेको छु ल प्लिज मेकअप आर्टिस्टले फेरि मलाई जज नगर्नु होला यो चाहिँ म सिक्दै हो
मलाई चाहिँ यो साथीले भने है लाउन भनेर मैले आजसम्म लगाएको छैन ऊ त पाउडर लिएर आइदिनु नि म उठ्दिनँ उठ त ऊ त लुज पाउडर अघि म 3 चाहिँ उठिसकेँ कति रोटी एकचोटि मोइस्चराइजर लिन एकचोटि अनि के अरे त्यो यो कन्सिलर लिन अब उठ्यो भने 3 चाहिँ द उठ एकचोटि म उठ्दिनँ उठ यहाँ म बिजी छु देख्दिनँ गाइस म त भूत पाउडर लाउने पाउडर ट्याप 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 गर्ने कहाँ हो I don't know how to use it, but yeah. मैले यो जुनीमा मेकअप सिक्दिनँ अनि यो गरेर त्यसपछि यो लाएपछि यसरी पाउडरले सेट गर्नु आफूले ठ्याक्क ऐना लिएँ अनि मैले यता हेरौँ टाढा हुन्छ मैले यसरी ऐना राखेको बेला चाहिँ लिनु पर्दैन एउटा ऐना छ त्यो ठुलो ऐनामा देखिँदैन केही पनि तर अलिअलि आउँछ कमसेकम मलाई सिकाउनु नि म नि यहाँ सिक्दै तर म भनिराखेँ नि यस्तो लगाउने भनेर त्यो लगाउनु भन्दा भयो नि त अनि यसरी लगाउने यो भयो रङ भयो राइट भयो मलाई नि थाहा हुनु पर्यो नि त्यस्तो राम्रोसँग गर्ने हेरेँ ब्लेन्ड भयो किन ब्लेन्ड भयो होइन अब त्यसलाई ट्याप 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 अलिक यसले अब त्यसमा यस्तो यस्तो गर्ने पाउडरले सेट गर्ने यसलाई कुन चाहिँ पाउडरले जुन छ त्यही जुन एभाइलेबल छ त्यही मेरो यस्तो 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 गर्ने सेट गर्ने होइन ए भाइ यति बेसी यो त इनफ हो धेरै पाउडरले पाउडर राख्ने यहाँ यसरी यस्तो गर्ने होइन एन्ड देन यस्तो यस्तो गर्ने यस्तो यस्तो गर्ने म चाहिँ ओभर यसरी चाहिँ यो हुडा ब्युटीको लाउने कि यो वाला लाउनु ठुलोवाला लगाउँ न चाहिँ ट्राई गरौँ न तिम्रो यो अब सजाएर राख्ने होइन नि त यो चाहिँ यस्तो ठुलो छ क्या अब आम गर्न चुज इट होइन कुन चाहिँ लगाउने भनेर तर यो त बिएससी पार्टी सार्टीमा जाँदा लगाउनु जस्तो रहेछ एकदम हेभी कलर रहेछ गाइस आई डोन्ट थिङ्क यो चाहिँ हाम्रो लागि सुइटेबल हुन्छ जस्तो लागेन बट इट्स नाइस वाउ तेरो बिहामा त्यसै लागेर मेरो बिहे नै हुँदैन क्या डार्लिङ कति मेरो बिहे गरेको म जिन्दगीभरि यत्तिकै एक्लै बस्ने भनेको अर्को महिनामा बिहे हुने कुन चाहिँ ब्रस युज गर्ने हो अनि कुन चाहिँ ब्रस यति हातले ट्याप 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 गर्छन् नि गर्छन् त्यो पनि ब्लेन्ड गर्ने ढङ्ग नभएपछि त्यस्तै त नि पहिले यसरी लगा न यसले गरे कुन चाहिँ कलर लगाउनु त डेली युजको लागि नर्मल यो कलर ओके पहिला डार्क कि पहिला लाइट कलर डेली युजको लागि लाइट कलर त्यस्तै लगा हल्का लिग्ने अनि हातमा यसो गर्ने पहिला हातमा एकदम ओभर लाग्छ यहाँ यसरी लगायो भने डाइरेक्ट युज गर्न त्यसो गर्नु अनि बल्ल अब यहाँ मजाले ब्लेन्ड गर्ने त्यस्तो I'm gonna try. I don't know. त्यसै त भूत भइसक्यो कस्तो भूत हुने त होइन सुहाउने जस्तो भइदियो त हुन्थ्यो अलि लगा न त्यो देख्दैन अघि धेरै नलगा बिस्तारै दुख्दै गरे गर्ने नि एकैचोटि हेड भइरहने एक ठाउँ मात्र हुन्छ के तिमी क्या मसँग अलि पोलाइट बोल्ने गर खाली रुड बोल्छौ तिमी बोल्ने नै यस्तै हो त के गरौ थर्काउँछौ मलाई बोल्ने नै यस्तै हो आफू पनि त्यस्तै बोल्थ्यो अझ कति न बरु अरूसित नाटक गरेर बोल्नु आउला तर यससँग त कहिले आउने भने मलाई देखाउनु होइन कि यस्तो अरूको घर त बरु ठिक्क पार्न आउँछ नि त तँलाई त आउने भएन तर म पनि त्यस्तै हो फेरि नट ओन्ली यु के अब यो भन्दा के लाउनु यहाँ मैले बुझ्दै बुझिनँ जनेले मेकअप सिकाउनु भनेको आफै कन्फ्युज भइसक्यो यहाँ लगाउँछ नि यो नोजमा यस्तो सिधा बनाउने यो खै कन्ट्रोल खै छैन यसैले काटे पनि हुन्छ यिनीहरूले अनि कुन चाहिँ युज गर्ने हो त ब्रस यो ब्रस
यो यो कि यो यो युज गर्न मेरो जस्तो गर्नु कन्ट्रोल लाउन आएन यसो सिकाउनु हुन्छ नि म यहाँ गर्दैछु कसरी सिकाउनु परेन म आफै सिक्छु यो टिकटकमा लगाएको देखेको थिएँ यस्तै गर्थेँ यस्तै गरिदिन्छु म सिकेँ त्यसरी मैले पनि युट्युबबाट सिकेँ यस्तो धेरै यस्तो नै गर्नु लाग्यो मैले नि मेकअप क्लास लिएर मेरो बाबै गरेको हो र अनि अचम्म गर्थेँ जे भयो नि तँलाई त नलेज त छ नि यु क्यान सेयर विथ मी होइन नगर नगर म आफै सिक्छु कसरी नसिकाइ नि केही हुन्न दिदी दिदी भन् वाट त्यो भने के नाम छैन हाइलाइटर भन प्लिज नाम थाहा छैन भन म सिकाइदिन्छु मलाई चाहिँ हल्का यहाँ यो नम्बर जस्तो लाग्यो क्या सोया पिंकी सेटको कस्तो टाइपको हो त यो लिपस्टिक त यो एकदम हेभी मेकअप गर्छ नि त्यति बेला लगाउने अनि त्यो किन लगाएको त नि अलि ठिक्कको लगाउनुपर्छ नि त नि अब म हल्का लुज पाउडर लगाउँछु होइन त्यो पाउडर भन्दा यो पाउडर लगा न यो किन त्यो महँगो पर्छ नि त लाउने लाउने त्यो लुज पाउडर त मेकअप कहिले बाहिर हिँड्दा मेकअप यत्रो छ यो पाउडर यो 3 वर्षलाई पुग्छ यो पाउडर आफू त्यत्रो लिपस्टिक लाएर वेस्ट गरेको देख्ने होइन अनि टल्किनु परेन मार्छ फेरि अब गाडी लगाउँदैन भगवान फेरि यस्तै आफू कोनामा लगा भनेको गाली त खाइहाल्छ के छ त ढङ्ग नभएपछि मेरो भयो यसले यस्तो लाउने यसले भयो अनि यस्तोमा लाउने कुन चाहिँ यसले लाउने गालामा म थाहा छैन नि त नि ल ल च्यालेन्ज गर्ने ल बाल पनि छोड्छु म नि के काम हेर यहाँ भाद्रकोल ओ माय गॉड त्यही त हैन ल ल मेकअप चाहिँ अब यतिको भए चाहिँ आजलाई भयो हैन यो चाहिँ मेरो फाइनल लुक आज चाहिँ म गाजर लगाउँदिन गाइस किनभने मलाई गाजर लगाउन आउँदैन नि त रुक न यो चाहिँ मेरो साथीको फाइनल लुक
म कति रङ्गी छु भनेर फेरि यहाँ कमेन्ट भरि आउन सक्छ है के मेकअप गरेको कसो गरेको सायद तिम्रो बाबुले मेकअप सेकअप सिक्यो होइन जे आउँछ त्यो अलिअलि लतर पतर होइन देखेको भरमा लगाएको मलाई पिङ्क लिप्स्टिक पनि म त्यस्तै गर्नुपर्छ त्यसलाई लगाएर मेटेर अनि बल्ल होइन मेरो कस्तो राम्रो देखेको मेरो यो फर्स्ट टाइम मेकअप गरेकोलाई हेर्नुहोस् यस्तो प्रोफेसनलसँग बसेर तर जे होस् अरू नभए पनि हाइलाइटर चाहिँ टल्किँदो रहेछ मेरो पनि टल्किछु यति त हेरेर नि टल्किनु नलाई भयो इट्स टु मच हेर्नु लगाए चाहिँ कस्तो फोरो भइसक्यो क्या अब यो फोरो चाहिँ कसले सफा गर्छ आमामा यो पत्रफुल अब कसले सफा गर्ने थाहा छैन ल गाइज यही नै हो हाम्रो आजको मेकअप प्र्याक्टिस के भन्ने होइन जे भने पनि हल्का मेकअप चाहिँ हामी आज अलिअलि गरियो अलिअलि सिक्यो पनि अब चाहिँ हामी अर्को भिडियोमा भेट्नुपर्छ बाई से बाई बाई see you in next video bye bye